भारतको चेन्नईमा रोजगारी गर्न पुगेका एक नेपालीको दुःखद निधन भएको छ। प्युठान जिल्लाको माण्डवी गाउँपालिका 1 सिमलचोर निवासी सञ्जय नेपालीका 19 वर्षीय छोरा हुकुम नेपालीको चेन्नईमा रहस्यमय ढंगमा मृत्यु भएको हो। हाल चेन्नईको मोगापेर स्थित पब्जी रेस्टुरेन्टमा कार्यरत हुकुम नेपाली 2025 जुन 24 तारिक राति 12 बजेसम्म नियमित रूपमा ड्युटी सकेर साथीहरूसँगै खाना खाई सुतेका थिए। तर भोलिपल्ट बिहान नउठेपछि जाँच गर्दा उनको मुखबाट रगत बगेको र अचेत अवस्थामा रहेको देखिएको थियो। तत्कालै एम्बुलेन्स र प्रहरीलाई खबर गरिएपछि मेडिकल जाँचमा उनको मृत्यु भइसकेको घोषणा गरिएको हो। शव पोस्टमार्टमका लागि किलपाक मेडिकल हस्पिटलमा लगिएको छ। प्रारम्भिक अनुमानका अनुसार हुकुमको मृत्यु हृदयघातका कारण भएको हुन सक्ने आशंका गरिएको छ भने यकिन कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्नेछ। घटनापछि मृतकका पिता सञ्जय नेपालीले अखिल भारत नेपाली एकता समाजलाई जानकारी गराएका थिए। उनले छोराको शव नेपाल लैजान चाहेको र रेस्टुरेन्टका मालिकले पहिले आर्थिक सहयोग दिने आश्वासन दिए पनि पछि असहयोग गरेको बताए। यो विषयमा समाजका महासचिव महेन्द्र बस्यालले हस्तक्षेप गर्दै मालिकसँग छलफल गरी आवश्यक आर्थिक सहजीकरण मिलाएका थिए। समाजको सक्रियतामा गोपालजीको सहयोगमा एम्बुलेन्सको व्यवस्था गरिएको थियो भने सम्पूर्ण प्रशासनिक प्रक्रिया तथा पोस्टमार्टम कार्य सम्पन्न गरी 2025 जुन 26 तारिकका दिन सञ्जय नेपाली छोराको शव लिएर